हेलो एभ्रिवान, गुड मर्निङ। अनि हजुरहरू के गर्दै हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ हजुरहरूसँग म फेरि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ मैले मूत्र कसरी सङ्कलन गर्ने भन्ने विषयमा चाहिँ एउटा भिडियो बनाएर ल्याएको छु है त। ल, मैले चाहिँ यसरी वस्तुको पिसाबहरू चाहिँ भेला बनाएर यसरी चाहिँ सङ्कलन गरेको छु। यसमा चाहिँ वस्तुको पिसाब अनि त्यसपछि गोबर अनि पोटासको काम गर्छ नि त खरानी, त्यो खरानीहरू चाहिँ यसरी चाहिँ सङ्कलन गरेको छु। अनि यो सङ्कलन गरिसकेपछि चाहिँ हामी चाहिँ यो चाहिँ कति 1 महिना जतिसम्म भन्दा 15 दिनसम्म लगभग राख्यो भनेदेखि चाहिँ यसले चाहिँ राम्रो मल बन्छ नि त। अनि त्यही भएर चाहिँ मैले जहिले पनि यस्तो यो ड्रममा चाहिँ सङ्कलन गर्ने गरेको छु। अनि आज चाहिँ म यो मूत्रमा ल, अब मैले चाहिँ यहाँनिर मूत्र लाउने तयारी गर्दैछु नि त। अब यो यसमा चाहिँ यो बाल्टीमा सारेर लाउनु पर्यो। यसरी लाउने। ल, मैले चाहिँ मूत्र लाउने तयारी गर्दैछु है। अब चाहिँ यता मूत्र चाहिँ यस्तो भएको छ है। अब यो चाहिँ लाउने चाहिँ टमाटरहरू पनि यत्रो ठुल्ठुलो भइसकेको छ नि त यहाँको। अनि यसलाई चाहिँ लाउने, यसमा चाहिँ 1 भाग पानी 1 भाग मूत्र लाएर चाहिँ प्रयोग गर्ने है। यसलाई चाहिँ मूत्र दिनु पर्यो नि त, यो ठुल्ठुलो भइसकेको छ। यसरी दिने फेदमा। यसको फेदमा यसरी लाउने, टमाटरको फेदमा यसरी लाउने सबैमा। यसरी लाउनुपर्छ है मूत्र चाहिँ। म चाहिँ यता यो भर्खर रोपेको 15 दिन भयो नि त। अनि 15 दिन भएकोलाई पनि लाउनुपर्छ। सानो छ मर्छ भनेर चाहिँ हुँदैन। यसमा चाहिँ 1 भाग मूत्र र 3 भाग पानी, अघि पनि भनिसकेको छु, त्यति लाएर गर्नुपर्छ। रोपेको 1 हप्तादेखि नै दिनुपर्ने हो नि त खासमा चाहिँ यिनीहरूलाई मूत्र। तर यिनीहरू चाहिँ 15 दिन भइसक्यो, यत्रो ठुल्ठुलो भइसकेको छ यो 15 दिनको बिरुवा। अनि यिनीहरूलाई पनि दिनुपर्छ के, सबैलाई नि। तर अलिक थोरै दिनुपर्छ। धेरै दियो भने चाहिँ के हुन्छ त, मर्ने सम्भावना हुन्छ नि त। अनि त्यही भएर यिनीहरूलाई चाहिँ थोरै दिनुपर्छ है। यसरी फेदमा यिनीहरूको यसरी दिनुपर्छ। ल, यता चाहिँ मेरो यो फर्सी है, जुकुने फर्सी। यो चाहिँ मैले अलिक पछि रोपेको नि त। अब यो फलेन भने, बिक्री भएन भने पनि यो चाहिँ सुँगुरलाई चारो होस् भनेर रोपेको। बिक्री त हुने रहेछ। अब यो सबै रुख लागिसके, यो चाहिँ सुँगुरलाई चारो नै हुने भयो। यो खाली थियो नि त यो टनेल, अनि टनेलको चाहिँ सदुपयोग गरिहालेको क्या। हजुर, यता चाहिँ मेरो ढ्याङ गाइसहरू, यता चाहिँ मेरो काँक्राबारी। काँक्राहरू त अब सिद्धिनु लागि थियो नि त यो काँक्राहरू। कस्तो यिनीहरू चाहिँ अब सकिनु लाग्यो, त्यही भएर पनि यस्तो भइसकेको छ। अब कति चाहिँ टिकस्त हुनु पनि। यो चाहिँ मेरो बेमौसमी काँक्रा हो। यो आकारको फलेछ है यहाँ चाहिँ काँक्रा। खानु पऱ्यो। यो चाहिँ भक्क पुरेलो कोला नि त, यो चाहिँ नरम हुन्छ। कुरुङ मिस्रो एउटा भक्क पुरेलो कोला दम्म रसिलो छ क्या अहिले। ल गाइसहरू, यता चाहिँ मेरो यो सिमीबारी हो। यो सिमीलाई धेरै मल भयो भने चाहिँ नफल्ने रहेछ, झ्याङ मात्रै जाने रहेछ। झ्याङ चाहिँ 3-4 बारी घाँस आउँछ होला। दाना चाहिँ एकै दाना पनि फलेको छैन। यस्तो छ। यता चाहिँ यो सिमीबारी हो। यो मेरो टनेल हो। अब टनेललाई हावाले उडाइदिएर यस्तो बनाइदिएको नि त। अन्त हाम्रो ल, यो चाहिँ हाम्रो गाउँ है। यो चाहिँ दमखा
दमखा नगरपालिका पर्छ यता चाहिँ। यो चाहिँ रिठा फुलेको छ यता दमखा नगरपालिका छ। मेरो सिमीबारी, मेरो घर चाहिँ माथि सिरनमा यत्रिवा देखिरहेको रहेछ है गाई चरु हेर्नु रुखको फेदमा। सकम किन बिहान भयो भाती हुनु पकायो खायो, सबैलाई भाती हुनु दियो, जुठो भाडा गऱ्यो, फेरि काम मेरो सुरु भइहाल्छ। गाउँमा कामले कहिले नछोड्ने क्या जिन्दगीमा। आज पनि काम, भोलि पनि छ काम। अस्ति दिन 2 दिनको जिन्दगीमा कहिले काम बिना फुर्सद भइदिएन। म टमाटरहरू चाहिँ पाक्नु थालेको छ नि त, अनि मुत्र लागेको फल्नु पनि लटरम्मै फलिसक्यो होइन। फल्नु पनि बौरा पारेर फल्यो नि त, तर यसलाई चाहिँ मलहरू नपुगेर चाहिँ सानो सानो भइसकेको छ कि रमित राख्दै यो फागेकै हुन्छ छ। जम्मै फल्छ, दामी फल्यो नि त। हस् गाइसहरू, म चाहिँ काँक्रा खाँदै मेरो भिडियो चाहिँ यहाँ एन्ड गर्छु। अर्को भिडियो लिएर तपाईँहरूसँग उपस्थित हुनेछु। हजुरहरू मेरो भिडियो हजुरहरूसम्म आयो भनेदेखि चाहिँ सब्सक्राइब एन्ड लाइक गरिदिनु होला भन्दै बुइपाली बुहारी बिदा।